गर्दै गुड्छ होइन गर्दै ध्वनि आउँछ ध्वनि आउँछ ध्वनि आउँछ पर गएपछि ध्वनि यहाँ बन्द भयो हुन्छ माथि आइरहेको हुन्छ कि यहाँ सुन्नलाई बन्द भयो हुन्छ माथि ध्वनि चलिरहन्छ चर्किँदै अझ ध्वनि जान्छ त्यस्तै नै हामी आफ्नो आयु बढाउनलाई के गर्छौँ ओमकारको ध्वनि गर्छौँ र त्यो ओमकारको ध्वनि कस्तो हुनुपर्छ अनवरत नटुटिकन जस्तै ओम गऱ्यो फेरि तोड्यो फेरि बोल्ने होइन एकै स्वरले त्यो ध्वनि जहाँसम्म जान्छ हामी जाने जसको कम स्वर हुन्छ ऊ चुप्प लाएर बस्ने अर्को गर्दा फेरि म भन्छु त्यसरी गर्ने ल बुझ्यो कुरो ल सबले हात यस्तो गर्ने अब यो हात यस्तो किन गर्ने भन्दाखेरि यो तमोगुण हो सारा रक्सी खाने मासु खाने आँसु खानेहरू यो रजोगुण ए म ठुलो त ठुलो भनेर लफडा गर्ने र यो सत्तगुण भनेको माछा नखाने मासु नखाने सत्तगुणी हुने ज्ञानी हुने योगी हुने सन्त हुने महात्मा हुने सबै हुने तर त्यहाँ यहाँ पनि अलिकति है त वेदान्ती म वेदान्ती भन्नु गुरु हुने यहाँ पनि यी तिनटैलाई छोड्ने हामीले यहाँबाट यता आउने यताबाट यहाँ आइपुग्ने यहाँ नआइपुग्दासम्म त यहाँ प्रवेशै हुनु यहाँ आएपछि यहाँ आइपुग्ने यसलाई भन्छ जीव यसलाई भन्छ ईश्वर यहाँ जीव हुन्छ यो अङ्गुठाको बराबरको हुन्छ यहाँ आत्मा यहाँ मुटुमा बसेको छ देखिँदैन तर क्या आकार अङ्गुष्ठ मात्रै अङ्गुठाको आकारमा हुन्छ त्यो यहाँ बसेको मुटु छ नि मुटुमा परमात्मा बस्नु भएको छ हृदयमा आत्मा बस्नुहुन्छ आत्मा अङ्गुठाको आकारको हुन्छ त्यस कारणले हाम्रो ऋषिमुनिहरूले के गर्छ यसमा यो चोरौलोतिर संसारमा गयो भने चोरले कति गर्छ आँखाले चोर्छ हातले चोर्छ खुट्टाले चोर्छ सबले चोरौला जस्तै हाम्रो बाहिरतिर चोर्ने मात्रै बुद्धि हाम्रो जान्छ होइन तर यतातिर मोडेपछि के हुन्छ यता आत्मातिर मोडिन्छ होइन यसलाई हामीले के गर्छ यतातिर मोड्छौँ उहाँलाई बढी ज्ञान छ उहाँलाई पनि अद्वैत वेदान्त गर्छ त्यही यो द्वैत छ सारा संसारले तान्छ हामीले यतातिर नतानेर यतातिर तान्नको लागि के गर्छौँ यस्तो गर्छौँ सबलाई आयो होइन ल यसो गर्ने सबले ल सबैले गर्ने माताहरूले सबले गर्ने गरेर के गर्ने ओ मैले बोल्छु सबैले गर्ने जोडसित ओ एकदम राम्रो भएको छ जसको लामोसम्म ओम गएको छ उसको आयु आज धेरै बढ्यो यहाँ माता हाम्रो मीना मातालाई पनि अनुरोध गर्छु अरू केही गर्नु नसके पनि त्यसले ठुलो हाम्रो रोग पेटका रोग सब रोग यो सबै चिज गुवाहरूको छ त्यहाँ पाइन्छ त्यो लिएर आउने र बिहान अलिकति पानी मिसाएर यो बच्चाहरू धेरै